निषेधित क्षेत्रमा छिर्ने प्रयास भइरहेको छ। ब्यारिकेडै भत्काउने जस्तो गरेर यहाँनिर गर्दै हुनुहुन्छ निषेधित क्षेत्र छिर्ने भनेर। निषेधित क्षेत्र भत्काउने प्रयासमा हुनुहुन्छ यहाँनिर। अलिकता हामी तपाईलाई केही नजान्छौँ, तपाईलाई छुनै छुँदैन, बोल्दै हुन्छ हामी तपाईँलाई छुनै छुँदैन। सरासर कहाँ जाने हामी गन्तव्य गएर त्यो टुटेर अस्ति पोखरामा त्यत्रो हान्ने चाहिँ कम्ती हानेछ। 14 अरब भनेको हाम्रो आँखाले कहिलेसम्म देख्नै पाउँदैन, देखेकै खतम हुन्छ। अनि के गरेर यो भन्नुहोस् ल तपाईँहरू भन्नुहोस् त ल। अनि हजुरहरूलाई चाहिँ 15,000 जारीमा डल्लाको डल्लै गोली गरेर ठोकेर आउनु न यहाँ। अनि हामीबाट आउनु सबै तपाईँहरू यहीँ किड्याङमा आउनुहोस्। अनि के गर्नु नगरे भयो कि त्यो भन्ने मान्छेलाई समात्नु पऱ्यो होइन। गिबाजा गरेर त्यसलाई चाहिँ कारबाही हाल्नु पऱ्यो। हो कुरोलाई त हो भन्नु पऱ्यो नि, होइन कुरोलाई होइन भन्नु पऱ्यो। निषेधित क्षेत्रमा छिर्ने प्रयास भइरहेको छ यहाँनिर। ए म त दादा भन्छु एकदमै
नेतालाई सबै प्रेसर मान्छेमा हेर न यतापट्टि म्याडम गभर्नर तपाईँ अनुरोध गरिरहेको छौँ म्याडम कृपया तपाईँलाई पनि क्षति पुग्छ त्यहाँ लगाएको कन्फिडेन्ट वायरले तपाईँलाई पनि क्षति पुऱ्याउँछ कि तपाईहरु हामीलाई लिएर जानुहोस् हैन हामी बस्दैछौँ या त हाम्रा नेताहरूले छोड्नु होला यो आन्दोलन रोकिनेवाला छैन यो आन्दोलन अब देशले के हो पानी के हो पानीको होइन होला कि पानी के हो होइन पुरा